मेरो कविता अलिकति विगत अलिकति वर्तमान समसामयिक विषयमा आधारित छ। विद्यालयको चासो हुने सबैलाई मनपर्ने छ भन्ने पनि लागेको छ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, अध्यक्षज्यू नमन, प्रमुख विशेष अतिथिज्यू, उपस्थित सज्जन, भद्र महिला छात्र छात्र मुना र कोपिला, 58औं वार्षिक उत्सव सङ्घारको बेला उपस्थित सम्पूर्णमा गर्दै स्वागत नमन। कतै खुसी कतै दुखी भएको छ यो मन। 22 सालसम्म स्कुल टाढा खुदी गाउँ सहर, पुर्खालाई सन्तान शिक्षित पार्ने ठुलो रहर। जग्गा दिन्छु स्कुल खोला, गङ्गा आमा बोले, गङ्गा मिलन मकै डाँडा सारिङ नामले खोले। 23 सालमा बाले दिपा आफ्नै श्रम सिप, शिक्षा रूपी दियालो यो भन्थे तेल थप। चण्डी स्थान जगमगायो शिक्षा ज्योति झलमल, ती पुर्खाको देन बिर्सी नहौ हामी अलमल। 5 बाट 8 10 इँटा थपी नबिर्सौँ देन अग्रजको गरे दुःख खपी। मोटर पनि गुड्दैन थियो बढ्थ्यो पुमा खोला, 12 अनि कलेज यही घना जङ्गल दुःख सम्झे अझै मन रोला। 12 अनि कलेज यही बनाउने लक्ष्य, अक्षय कोष थालनी भो एक भई सबै पक्ष। एमसरको यो भिजन सबलाई लाग्यो राम्रो, अक्षय कोषका दाताहरू 365 हाम्रो, अक्षय कोषका दाताहरू 365 हाम्रो। देश विदेश जहाँ पुगे यो ठाउँका जना, कलेज बनोस् भन्दै दिन्थे खुसी हुँदै दान। इँटा थप्दै 12 सम्म नपुगेको होइन, आज भन्न कठिन भयो +2 यहाँ छैन। हिजोसम्म समुदाय कति दिन्थे चासो, जोगाउँदै बढाउनु छ यो पुर्खाको नासो। सुस्ताउँदैछन् सरोकार ढल्दै धरोहर, दाता पनि झिक्दै हात भई हरोहर। राष्ट्रपतिसम्म ल्याइयो एकताको झलक, यस्ता भवनसम्म बने आज किन अलग। अभिभावक समुदाय दाता हामी उठौँ, अर्को साल 11 यही पढाउन छुटौँ। समयको मागसँगै विषयको छनौट, नयाँ ढाँचा फेर्नुपर्छ यो पुरानो बनोट। सङ्घर्षमा लाग्नुपर्छ प्रतिस्पर्धी युग, बुझ्नुपर्छ हामी सबले समयको माग। हामी जो जे भए पनि बचोस् धरोहर, इतिहासले धिक्कार्नेछ राखौँ सरोकार। उत्पादन ठुला पदमा गङ्गा मिलन हासिन, कुशल शिक्षक इन्जिनियर नर्स डाक्टर हाकिम। प्रतिष्ठाको प्रश्न चिन्ह उठ्यो हामी माथि, 11 र 12 फेरि सुरु गरौँ साथी, 11 र 12 फेरि सुरु गरौँ साथी। आफ्ना कुरो पढाइ सुन्दर फेसन बढ्या बेला, आफ्ना कुरो पढाइ सुन्दर फेसन बढ्या बेला। के पुगेन व्यवस्थापन गरौँ आम भेला, के पुगेन व्यवस्थापन गरौँ आम भेला। तर अभिभावक बुझ्नुस् कुरा घर बिगार्नुहुन्न, यही भएका विषय पढ्न अन्त जानुहुन्न, यही भएका विषय पढ्न अन्त जानुहुन्न। तराजुले होइन नाप्ने शैक्षिक गुणस्तर, उत्पादन कहाँ के गर्दैछन् गर्ने हो विचार। PhD मा विज्ञान